उहाँ दाइको भनाइ चाहिँ मलाई एकदमै मन पर्यो है, एकदमै मन पर्यो। पहिला यो भिडियो हेरौँ। हामी नेपालीहरू सरकारलाई 1 रुपियाँ ट्याक्स तिर्न पनि नपरे हुन्थ्यो जस्तो गर्ने, अनि त्यहाँबाट सुविधा चाहिँ अमेरिकाको जस्तो, लाइफस्टाइल अस्ट्रेलियाको जस्तो, रोड जापानको जस्तो खोज्ने कहाँ हुन्छ? सरकारी कर्मचारीलाई तलब ल्याप्पै चाहिने, किसानलाई सबै चिज अनुदानमा चाहिने, वृद्ध भत्ता त्यही अनुसार चाहिने, भत्ताहरू पनि बढाइदिए हुन्थ्यो जस्तो गर्ने, अनि विदेशी ऋण पनि लिन नहुने रे। कसो खल्तीबाट ल्याएर बढाउने साथीहरू? अनि 5 रुपियाँ ट्याक्स बढ्यो भनेदेखि के नभयो जस्तो गरेर कराएर मोबाइल चलाएर बस्ने, आफू काममा चाहिँ नजाने। विदेशमा त तलब आउँदा नि ट्याक्स काट्छ, आफूले केही किनेर खाँदा नि ट्याक्स काट्छ, अनि फेरि त्यो खाएको चिजको फोहोर फाल्दा पनि ट्याक्स काट्छ, र टोयलेटमा फ्लस गरे पानीको शुद्ध ट्याक्स काट्छ। अहिलेसम्म त उठाएको राज्यको ट्याक्स सबै तलब भत्ता दिँदैमा ठिक्क र आसेपासेलाई बाँडचुट गरेर खाएर बाँकी पैसा स्विस ब्याङ्कमा लगेर राख्दैमा ठिक्क भाजेर रोडमा खाल्टाखुल्टी हुन्थ्यो। अब सुरुमा सुशासन भनेको छ 1 वर्षसम्म, अहिले चाहिँ असल शासन बचाउनको लागि सुरुमा ट्याक्स लगाउने भनेको छ। त्योभन्दा माथि त हाम्रो दिमागले भ्याउँदैन साथीहरू। त्यहाँलाई रोड बनाइदिएको भए, काठमाडौँदेखि सुरुङ छेडिदिएको भए हाम्रो आँखाले देख्थ्यो। अब भित्र केमा खर्च गरिराख टेक्निकल चिजहरू हाम्रो दिमागले धाने छैन के। 5 वर्ष चुप लागेर हेर्ने हो र आफ्नो काम गर्ने हो। दिनमा 8 घन्टा 10 घन्टा जे काम हुन्छ काम गर्न सक्ने मान्छे, हरेक मान्छेले गएर काम गर्न नथाल्ने हो भने चाहिँ घरमै बसेर सुतेर मोबाइल चलाएको भरमा देशको विकास चाहिँ हो। मैले भन्न खोजेको पनि ठ्याक्कै यही हो, तर यति मिलाएर ट्याक्क पारेर भन्न चाहिँ नसकेको कारणले गर्दा यो भिडियोको सहायता लिनु पर्यो है त। तपाईँहरूलाई यो भिडियोको कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न र सबैको सम्पूर्णको लागि एक सेयर गर्न चाहिँ नबिर्सनु होला है त।